सन् 1950 मा चाहिँ दक्षिण कोरियामा नाचुन खोजे मुरुल नोफिनुन खोजे इनुन नोनुरो कुरो ओल्लिनुन नुङ्खिगु देखिहाल्नु होला होइन। त्यो चाहिँ होचो ठाउँमा भएको पानीलाई चाहिँ उच्च ठाउँमा भएको खेततिर चाहिँ होइन उठाएर राख्ने अथवा सार्ने चाहिँ एउटा कृषिको औजार हो भनेर भनिएको छ र यहाँ कसरी सार्ने भनेर पनि देखाइएको छ र त्यो मेसिन चाहिँ यो मेसिन हो है त। यो है टक्कसँगले चाहिँ यहाँ चाहिँ मान्छे चढ्दा रहेछन् होइन। मान्छे उतापट्टि चढ्ने ठाउँ हुँदो रहेछ, त्यो पछि यसलाई चाहिँ यसरी घुमाएर यसरी चाहिँ पानी यसरी उठाउँदो रहेछ। यहाँ मजाले उठाउँदै गरेको पनि देखिएको छ है। यहाँ हेर्नुहोस् है, त्यही मेसिन चाहिँ यो मेसिन हो है त। यो मेसिन रहेछ। यसरी चाहिँ होचो ठाउँमा भएको पानीलाई चाहिँ त्यतिखेरका कृषकहरूले चाहिँ सन् 1950 तिर यस्तो खालको चाहिँ भनौँ न दिमाग लगाएर आइडिया लगाएर चाहिँ पानी उच्च ठाउँमा चाहिँ सार्दा रहेछन् है त। र चाहिँ हामीले यहाँबाट थाहा पाइयो 1950 को कुरा देखिहाल्नु होला। यहाँ चाहिँ सबै चाहिँ भने म्युजियम हो यो चाहिँ होइन। दक्षिण कोरियाको यहाँ हेर्नु ट्रेनका इन्जिनहरूको कुराहरू पनि छन् यहाँ। त्यसै गरी यो देख्न सक्नुहुन्छ यो चाहिँ तेल पेल्ने मेसिन होइन। तेल पेल्ने मेसिन चाहिँ सन् 1970 होइन। 1970 भन्दा अगाडि चाहिँ यस्तो खालको थियो अरे क्या। यो अरे क्या, यो चाहिँ तेल पेल्ने मेसिन रहेछ। लो हेर्नु त होइन। मैले चाहिँ आजै देख्दैछु। अब हाम्रो नेपालमा भनेको त अब पहिला मिलबाट गरिन्थ्यो, अहिले पनि मिलबाट पनि हुन्छ, अरू मेसिन पनि छन् होइन। तर त्यस्तो गरिनुपर्छ 1970 भन्दा पहिला। र मेन कुरा भनेको चाहिँ त्यही मोजाउई भनेर भनिँदो रहेछ त्यो मेसिनको नाम होइन। यो नुङ्खिगुको नाम त्यो चाहिँ 1950 भन्दा पहिला चाहिँ तल भनौँ होचो ठाउँमा भएको पानीलाई माथि उठाएर चाहिँ खेतीपातीमा युज त्यसरी गरिँदो रहेछ त्यो मेसिन मार्फत है त। ओके।